नमस्ते। हजुर यो चाहिँ मेरो गत साल फुलेको एडेनियम हो 2025 मा र यो चाहिँ विशेष गरी यो मार्च लास्ट भन्दा पनि अप्रिलदेखि चाहिँ यसरी नै मजाले फुल्न थाल्छ। हाम्रो यो वैशाखतिर चाहिँ यो एकदम नै यसरी मजाले फुल्छ, पात बेगर फुल्छ हैन। र अहिले चाहिँ के यसलाई यसरी फुलाउनको लागि चाहिँ हामीले चाहिँ यसलाई वर्षमा एकचोटि चाहिँ रिपोर्टिङ गर्नुपर्ने हुन्छ। र यस भिडियोमा चाहिँ हजुरहरूलाई म चाहिँ मेरो एडेनियमलाई चाहिँ यसरी नै फुलाउनलाई के गर्छु म भन्ने कुराहरू सबै देखाउँछु है। र यसको पनि यो चाहिँ डोर्मेन्सी पिरियड चाहिँ सकिएपछि चाहिँ ठक्क अब जाडो गइसकेपछि ठिक्कको टेम्परेचर भएपछि चाहिँ हामीले यसलाई चाहिँ प्रुनिङ गर्नुपर्ने हुन्छ है। अनि यो चाहिँ प्रुनिङ चाहिँ म चाहिँ विशेष गरी फेब्रुअरी लागेपछि गर्छु भन्दाखेरि चाहिँ सेकेन्ड विक अफ फेब्रुअरीको र यो हुन्छ नि मार्चको बिच सेकेन्ड विकभित्रमा चाहिँ गर्नुपर्छ प्रुनिङ भन्छ। तर म चाहिँ फेब्रुअरी फर्स्ट विकतिर नै गरिदिएको थिएँ यसपालि प्रुनिङ है। अब हेरौँ यसको रिजल्ट के हुन्छ, अर्को भिडियोमा म पोस्ट गर्छु। हो यो चाहिँ मैले अब जनवरी फर्स्टतिर हो यो जनवरी लास्टतिर चाहिँ मेरो फुलहरू सबै पात झरेर यसरी नाङ्गै भुतुङ्गै भइरहेको छ। र यसो हेर्दाखेरि कतिवटामा चाहिँ कोपिलाहरू पनि लागेको छ होइन। कतिवटामा कोपिला लागेछ भने हामीलाई चाहिँ त्यो कोपिला लागेको भागहरू चाहिँ काटेर फाल्नु माया लाग्छ नि त। तर त्यो कोपिलाहरू चाहिँ एकदम अनहेल्दी हुन्छ के, त्यसलाई हामीले माया गरेर राख्यौँ भने चाहिँ झकमक्क ढकमक्क भएर फुल्दैन नि त। त्यही भएर हामीले माया नगरी चट 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 काटिदिनुपर्छ भने मेरो सबैलाई चाहिँ काट्दिनँ के। कोही चाहिँ मेरो ठुलो भइसक्यो पुरानो एडेनियमहरू छ जसको ब्रान्चेसहरू चाहिँ एउटा त्यो हाँगा भएर गएको छ नि, त्योहरूलाई चाहिँ मैले काट्नु भन्दाखेरि नकाटेरै यसको आफ्नै किसिमको रूप आउँछ र आफ्नै तरिकाले फुल्छ। र पहिलादेखि नै जसलाई म प्रुनिङ गरिरहेको थिएँ नि त्योहरूलाई चाहिँ म प्रुनिङ गर्छु र रिपोर्टिङ गर्छु है। अब यसलाई चाहिँ त्यस्तो गाह्रो छैन, वर्षमा एकचोटि नै हो, यसलाई धेरै स्याहार्नु पनि पर्दैन कि। हेर्न सकिन्छ यो चाहिँ मेरो प्रुनिङ नगरेको एडेनियम हो होइन। माथि माथि भएपछि यसको त्यो हुन्छ नि त्यो डन्ठाहरू चाहिँ हाँगाहरू चाहिँ पातलो हुँदै जान्छ। र जसलाई प्रुन गर्छौँ नि, जस्तै यसलाई मैले लास्ट टाइम प्रुन गरेँ चाहिँ प्रत्येक वर्ष प्रुनिङ गर्दै 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 आएको छु। यसरी प्रुनिङ गरेपछि अनि अर्कोचोटि चाहिँ त्यही प्रुनिङ गरेको ठाउँमा चाहिँ डबल अनि ट्रिपल ब्रान्चेसहरू भएर आउँछ क्या। अनि बुसी बुसी हुँदै जान्छ होइन। अनि मसँग चाहिँ अब भेराइटीहरू पनि अलिक बढी नै छ। तर यो भएकोहरू चाहिँ सबै ओबेसम हो र यसमा चाहिँ के भन्छ एकदम पुरानो हो। र मैले चाहिँ एउटा कटर लिएको छु अनि पटिङ मिक्स छ। यसलाई चाहिने सामानहरू स्प्रिट रुवा लिनु पर्यो र यो साफ पाउडर काटिसकेपछि त्यसमा नकुहियोस् भनेर चाहिँ हामी साफ लाउने गर्छौँ। र यो मेरो पटिङ मिक्स चाहिँ मैले अघि गरिसकेको छु। नर्मल माटो अनि सुँगुरहरूको मल अनि त्यसपछि अलिकति बलुवा होइन। अनि अलिकति मसँग चाहिँ त्यो के भन्छ काठको झुस जस्तै थियो, त्यो पनि यसपालि मिक्स गरिदिएको छु। र वस्तुको मल भए पनि हुन्छ। र यति पोर्सन भनेर चाहिँ भन्दिनँ, माटोको मात्रा चाहिँ अलिक बढी हाल्छु म। र अनि मल चाहिँ ठिकै हाल्छु। अनि यसलाई चाहिँ मल पचाउँछ कि एडेनियमले चाहिँ कडा मलहरू पनि लिन्छ है, अरू फुलहरू जस्तै हुँदैन। यो चाहिँ नि अब यो कोपिला लगाइदेख्दा चाहिँ लोभ लाग्छ होइन, काट्नु डर लाग्छ। तर हामीले यतिकै राखिराख्यौँ भने अर्कोचोटि राम्रो फुलाउँदैन नि त। त्यही भएर हामीले चाहिँ अलिकति माया नगरिकन काटिदिन सक्यौँ भने राम्रो हुन्छ। यसको पट पनि हेर्नु न एकदम पुरानो हो नि त, मेरो 12 वर्षभन्दा पुरानो यो होइन एडेनियमहरू। त्यही भएर यसको पट चाहिँ मैले यसलाई धेरैचोटि रिपोर्टिङ गरिसकेको क्या। यसले चाहिँ पटहरू फुटाउँदै गएर यो पट चाहिँ मैले लास्ट इयर रिपोर्ट गरेको थिइनँ नसकेर, यसपालि चाहिँ यसले आफै फुटायो। अब यसरी गमला कसरी गर्छ, ड्रेनेज होल चाहिँ एकदम क्लियर राख्नुपर्छ कि हामीले। यहाँनिर चाहिँ पानी चाहिँ मजाले फिल्टर भएर जाओस् क्या। विशेष गरी बर्खाको पानी हुन्छ नि, जम्यो भने जरा कुहिन्छ नि त। यसरी म इँटा ढुङ्गा हालेँ र यसलाई मैले उखालेको छु। उखालिसकेर यसरी निकालिदिइसकेको छु। हेर्नु अब हामीले जरा चेक गर्ने हो कि कुहिएको छ कि छैन भनेर, कतिको हेल्दी छ भनेर। र मैले चाहिँ यसमा चाहिँ एकदम हेल्दी पाएँ, यसमा कुनै रुट रट भएको थिएन।
र रुट रक भएको चाहिँ नि त्यो रड भएको भागलाई चाहिँ हामीले काटेर फालिदिनुपर्छ अनि त्यहाँदेखि चाहिँ साफ दलिदिनुपर्छ कि यो त एकदम राम्रो थियो होइन कुनै रुट रटहरू भएको थिएन त्यो भएर मैले यसलाई चाहिँ यसरी रिपोर्ट गरिदिइहालेँ होइन मैले पुरै चाहिँ भने होइन म माटोहरू त्यो रिपोर्टिङ मिक्स हालेको भिडियो चाहिँ अलिकति अप्ठ्यारो भएर मैले बनाइनँ र यसलाई चाहिँ मैले यही बेला चाहिँ काटिनँ कि यसको 2-3 दिन बाद मात्रै काटेँ र जुन चराहरूलाई अलिक छाटकाट गरेको थिएँ नि त्यसमा चाहिँ यसरी साफलाई चाहिँ लगाइदिनुपर्छ नत्र भने पछि त्यही ठाउँमा पानी परेर कुहिने चान्सेस हुन्छ नि त त्यही भएर साफ पाउडरहरू यसरी दलिदिएँ मसँग चाहिँ अलिक ज्यादा एडेनियमहरू अलिक धेरै छ त्यही भएर सबैको भिडियो बनाउनु पनि अलिक गाह्रो हुन्छ केहीको म बनाउँछु होइन र यसलाई चाहिँ अलिकति सेयर गर्नु पनि धेरै भएको कारणले चाहिँ अलिक गाह्रो हुन्छ फेरि एकदम ठुलो भएर एक्लै उखेल्नु बोक्नु पल्टाउनु यता सार्नु गर्नु अलिक गाह्रै छ र अब कतिवटा चाहिँ यति ठुलो भएको छ कि मलाई पट ठुलो 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 सार्दा सार्दा होइन त्योभन्दा ठुलो पटै मैले पाइरहेको छु न र अनि उचाल्नु थेचाल्नु एकदम गाह्रो हुन्छ कि यसको कडेक्स एकदम ठुलो भएर यो मेरो अर्को रातो खाले एडेनियम हो यसलाई म यहाँ काट्छु हेर्नुहोस् त्यस्तै 1.5-2 इन्चको हुन्छ नि लम्बाइ राखेर चाहिँ म काटिदिन्छु र त्यो काटेको ठाउँमा चाहिँ साफ लाउने हो अनि त्यस पछाडि त्यसबाट नै अरू नयाँ नयाँ होइन भन्छ नि ब्रान्चेसहरू चाहिँ पलाएर आउँछ क्या यो पहिला पनि काटेको हेर्नुहोस् यो 3टा जुन ब्रान्च देखिरहेछ नि मैले पहिला पनि काटेर फेरि 3टा आएको क्या फेरि काटिदिएँ यसरी साफ गर्नुपर्छ काट्दै पछि हामीले चाहिँ हाम्रो छुरीलाई चाहिँ होइन कटरलाई चाहिँ साफ स्पिडले साफ गर्नुपर्छ त्यसो गर्दा त्यो कालो कुरा चाहिँ यसको दाग लाग्दैन र कुहिने चान्सेस एकदम कम हुन्छ देख्न सक्नुहुन्छ पछाडि मेरो पटिङ मिक्स अहिले माटोलाई चाहिँ हामीले चाहिँ 50-60% नै राखिदिने हो अनि 30% जस्तो हामीले मल मेरो चाहिँ है अनि त्यो म चाहिँ त्यसो गर्छु र अनि बाँकी चाहिँ बलुवा हालिदिने हो बलौटी बलुवा गिटी मसिनो हालिदिने हो कि पानी फिल्टर होस् भनेर यो मेरो अर्को पुरानो यो पनि एकदम बुढो एडेनियम हो यो चाहिँ एकदम यहाँ हेर्नु न कोपिला देख्न सक्नुहुन्छ है तर हिउँदोमा यो लागेको कोपिला हो अनि चिसोले फुल्नु नसकेको कि अनि यसलाई अब अहिले काटिनँ भने यो फुल्छ बिचमा तर मजाले फुल्दैन त्यही भएर यसलाई मैले सबै छाटकाट गर्नु नै पर्ने हुन्छ अर्कोचोटि राम्रो फुल पाउनु छ भने चाहिँ हामीले समयमा प्रुनिङ गर्नुपर्ने हुन्छ र प्रुनिङ गर्ने सिजन अझ पनि छ अहिले मार्च 4-5 तारिक भयो होला अझै छ हाम्रो यो अब सेकेन्ड हप्तासम्ममा हामीले प्रुनिङ गर्न सक्छौँ किनभने अब चाहिँ गर्मी आउँदैछ नि त अनि पालुवा बिरुवाहरूको पलाउने सिजन पनि आउँदैछ होइन गर्न सक्छौँ तर मलाई चाहिँ अलिकति हतार लागेर यो मैले अलिकति अगाडि नै गरेको हो अलिकति अगाडि गरेको तर जाडो महिना चाहिँ गइसकेपछि नै गरेको चिसो मौसममा चाहिँ प्रुनिङ गर्नु हुँदैन हामीले धरान जस्तै टेम्परेचर भएको ठाउँहरूमा विशेष गर्मी ठाउँमा चाहिँ एडेनियमको लागि चाहिँ एकदम राम्रो ठाउँ हो मौसम हो होइन अनि यस्तोमा चाहिँ एडेनियम चाहिँ एकदम मजाले फुल्छ क्या र अलिक अल्छी लाग्ने मान्छेहरूको लागि चाहिँ एडेनियम चाहिँ एकदम बेस्ट फ्लावर हो है वर्षमा एकचोटि रिपोर्टिङ गरिदिने प्रुनिङ गरिदिने त्यसपछि यसलाई केही गर्नु पर्दैन वर्षैभरि जस्तै फुल्छ यो जाडो यो डिसेम्बर जनवरी फेब्रुअरीमा नफुल्ला भन्दा पनि अहिले फेब्रुअरीमा पनि 1-2वटा चाहिँ फाटाफुटो फुलेको हुन्छ नोभेम्बर डिसेम्बर जनवरीमा चाहिँ खासै फुल्दैन तापनि फाटाफुट 1-2वटा चाहिँ फुलेको हुन्छ क्या वर्षभरि तर यसरी पात बेगर एकदम रुखै पुरा फुलले ढाक्ने गरी भनेको चाहिँ हाम्रो यो वैशाख जेठतिर चाहिँ फुल्ने हो होइन हेर्नु न यो ठुलो मेरो एडेनियम यसको पनि म जरा चेक गर्दैछु क्या यहाँ देख्न सकिन्छ है यो चाहिँ बुद्ध भगवान बुद्ध भगवान जस्तै ढस्स ध्यान गरेर बसेको जस्तै छ नि त होइन अनि यसको पनि जरा एकदम राम्रो थियो होइन एकदम राम्रो छ यसको पनि जरा चाहिँ कुनै कुहिएको छैन केही रटहरू भएको छैन होइन अनि त्यही भएर मैले यसलाई चाहिँ खुरुखुरु रिपोर्टिङ गर्दै त्यो दुलोमा चाहिँ मैले यो गिटीहरू हालिदिएको छु ढुङ्गाहरू सानो ढुङ्गाहरू पानी चाहिँ मजाले फिल्टर भएर जाओस् भनेर यो अनि मेरो पटिङ मिक्स हाल्दैछु मैले गरेको भिडियो अलिक छिटो पनि भएर नबुझेको पनि हुनसक्छ है यहाँहरूले भोइस ओभर गर्दाखेरि हेर्नु न कति गह्रौँ छ है यसरी उचाल्नुपर्छ क्या यो चाहिँ फेरि मेरो अर्को एडेनियम हो यो रानी हो मैले यसको नाम राखिदिएको रानी कि यो मेरो भिडियोको फर्स्टमा देखेको एकदम झपक्क फुलेको चाहिँ यही हो क्या यही रानी हो
यसको पनि जरा एकदम राम्रो थियो कि कुनै ट्रिटमेन्ट नै गर्नु परेन, काटछाट गर्नु परेन। हेर्नु न कुहिएको छैन। नत्र भने हामीले बर्खाको पानी ज्यादा भएर कतिपय जराहरू कुहिसकेको हुन्छ क्या भित्रभित्र। अनि त्यसरी वर्षमा एकचोटि हामीले जरा यसरी चेक गऱ्यौँ भने चाहिँ मेरो फुल होइन कस्तो छ अवस्था भनेर पत्ता लाग्न सक्छ। नत्र भने एडेनियमको एउटा झुक्काउने बेहोरा चाहिँ के छ भने माथि तपाईँको फुल फुल्दिराखेको हुन्छ, पातहरू पनि हरियो हुन्छ होइन, तर भित्रभित्र कुहिसकेको हुन्छ। त्यो कुहिएको माथि नै पुगेपछि मात्रै थाहा पाउनुहुन्छ क्या, जति बेला ट्रिटमेन्ट पनि गर्न हुन्छ नि अब सम्भव नहोला जस्तो अवस्थामा। यो देख्न सक्नुहुन्छ अक्टोपस जस्तै मेरो एडेनियम। यसलाई चाहिँ मैले रुट ट्रेन गरेको हो। रुट ट्रेन स्टेप स्टेप कुनै दिन म रुट ट्रेनिङको पनि भिडियो बनाउँछु, तर त्यो बनाउनको लागि चाहिँ हामीलाई अब लामो प्रोसेस हुन्छ नि त, अनि कति वर्ष लाग्छ नि त यत्रो हुनको लागि। त्यो भएर गरेको यहाँहरूलाई म देखाउने छु कुनै दिन। यसरी मेरो एडेनियमहरू यहाँनिर छ। कतिलाई रिपोर्टिङ गरेँ, कतिलाई गरिनँ, कतिलाई प्रुनिङ गरेँ, कतिलाई गरिनँ, यसरी राखेको छु मैले होइन। अनि यो चाहिँ मेरो पहिला एउटा साइडमा भएको चाहिँ एउटा यो पनि रुट ट्रेन भन्ने पल्लो चाहिँ पहिला कुहिएर फेरि हुन्छ नि बचाएको एडेनियम हो है। हामीले कुहियो भने डराउँछौँ, तर त्यसलाई पनि हामीले ट्रिटमेन्ट गऱ्यौँ भने चाहिँ बचाउन सक्छौँ। यो मेरो रानीलाई मैले रिपोर्टिङ गरिसकेको छु र यसपालि मैले यो रिपोर्टिङ प्रुनिङको भिडियो बनाएँ भने अब बिस्तारै म यसलाई के गर्छु बिचमा यसको फर्टिलाइजरहरू म के लाउँछु त्यो पनि म भिडियोहरू बनाउँदै जानेछु र यो पछि फुलेपछि पनि यहाँहरूलाई म त्यो अपडेटहरू देखाउने नै छु। जानकारीमूलक भिडियो बनाउनु खोजेको मैले, तर यहाँहरूलाई कतिको बुझ्नुभयो मेरो भिडियोबाट चाहिँ होइन, कतिको सिक्नुभयो है। मैले चाहिँ सिम्पल यसो नै गर्छु, यसलाई धेरै केयर गर्नु पर्दैन। यो सबै रिपोर्टिङ गरिसकेर चाहिँ अलिकति छाया डाइरेक्ट घाममा होइन हल्का छायामा राखिदिएको छु केही दिनको लागि, 10-12 दिनको लागि। अनि त्यस पछाडि मात्रै मैले साफ पानी सुरुचोटिमा चाहिँ हाल्दा साफ पानी हालिदिएको छु 15-20 दिन बाद। अनि त्यसको 15-20 दिन बाद चाहिँ फेरि पिना पानी भिजाएर हालिदिने कि पिना पानी भिजाएको पिना पानीलाई चाहिँ पातलो घोल बनाएर लगाइदिने, लगभग भन्छ 25-30 दिन बाद लगाइदिने हो। अनि त्यस पछाडि फेरि पनि 1-2 ताल लगाउने, त्यस पछाडि चाहिँ फुलिजान्छ। र धेरै पानी भयो भने चाहिँ फेरि कुहिन सक्छ। धन्यवाद।